'Cause if you like the way you look that much, oh baby, you should go and love yourself. And if you think that I'm still holding on to something, you should go and love yourself. सही मौसम भएको छ अहिले यस्तो मौसम भयो साँझ फेरि मर्ने गरीको पानी आउँछ फेरि धीरे धीरे से मेरी जिंदगी में आना धीरे धीरे से दिल को चुराना यो नयाँ किर्तिपुरको बनाएको दामी बनाएको थियो अहिले त खियाल आइसक्यो फेरि बाटोहरू चाहिँ यस फुटपाथ चाहिँ राम्रो बनाएको थियो यहाँबाट जान्छ हामी आयुर्वेदिक साइडतिर यो रिङ रोड Wow, this is Nepal, baby. यसमा फेरि धेरै कुदाउनु हुँदैन फेरि यहाँ ट्राफिकले समातिहाल्छ यसमा त त्यहाँ त 40 को रेन्जको चाहिँ म्याक्सिमम होला यसमा अहिले ढुटो घाम लागिरहेछ अब बेलुका यस्तो पानी पर्छ हिजो र अस्ति त लास्टै गर्मी थियो नि त अस्तिको दिन त फेरि ब्रेक सुरु नै गऱ्यो फेरि काठमाडौँको सबैभन्दा हाइएस्ट टेम्परेचर भएको भन्ने सुनेको थिएँ अब यहाँ भक्कु जाम लाग्छ ठ्याक्कै खुलेछ यार ल यत्रो खाल्डो छ यार ब्ल्याक होल यही हो कि जस्तो लाग्छ फेरि म्याकाडक्स बिस्तारै चाहिँ करिडोरको बाटो फेरि हिलै हिलो होला फेरि हिलै हिलो गर्मी पनि के साह्रो भएको हो भने लास्टै गर्मी छ हिलै हिलो छ यो सबै साइड पिच गरिदियो के जान्छ भने त्यहाँसम्म रोड छ पिच चाहिँ यो 6 मिटर पनि गरे छैन होला यो पिच त ल अब जुदेर डेढलक बनाउने भयो मुलाहरू यताबाट उनले इन्ने पेल्ने उताबाट उसले पेल्ने यताबाट पेल्ने पेला पेल्छ भाइ पेला पेल्छ जहाँ खाल्डो छ त्यहीँ पेला खाने फेरि के बुद्धि भगवान हो हामी पनि माथिबाट गइदिउँ न त मूर्खहरूको अगाडि त लागेर केही सकिन्न यो रोक्यो यहाँ फेरि रोकेर चिलमा छ मूर्खहरूसँग भिडेपछि केही पार लाग्दैन त्यो भन्दा त आफ्नो बाटो तताउने हो ल यहाँ पनि अर्का मूर्खहरू भेटियो फेरि नेक्स्ट लेभलको मूर्ख त यहाँ पो रहेछ नि त यार हेत्तेरी बर्बाद पार्ने भयो त यो मुलाले किन रोकेर रहेछ त्यहाँ अब त्यसको दादागिरी यो बाटो जाम लागेपछि सबैभन्दा खराब बाटो फेरि करिडोर हो सर्टकट हुन्छ भनेर चाहिँ सबभन्दा बढी युज गर्छन् तर यसैमा फेरि एउटाले
ट्राफिक रुल्स चाहिँ भाइलेन्स गऱ्यो भने चाहिँ सक्यो फेरि एक त फेरि खाल्डै खाल्डा छ नि यो पुल मुनिको पानी कहिले फेरि खाली हुन्न फेरि जहिले भर्रेको भर्रे यो हो नेपालकै सबैभन्दा राम्रो बाटो फेरि नेपालकै बेस्ट यो त अलि कम छ योभन्दा बेस्ट त्यहाँ अगाडिपट्टि आउँछ वाउ यहाँ हेर्नु फेवाताल यहीँ बन्यो हेर्नु त फेवातालको लागि पोखरा जानै पर्दैन नि यहीँ आयो हुन्छ यस्तो सामान्य सामान्य पल पर्दाखेरि त अलिकति त्यो खै एकचोटि काठमाडौँ महानगरपालिकाले चाहिँ हामी रोडको एम्बुलेन्स ल्याउँछौँ यहाँ ऊ भनेर दिन्थ्यो त त्यो एम्बुलेन्स खै कता गएछ आफै बिरामी पऱ्यो जस्तो छ न त यस्तो सानो सानो कुराहरूमा चाहिँ टालटुल पारिदियो भने त ठुलो भङ पर्दैन नि त ठुलो पर्नु हुनुभन्दा अगाडि नै त्यो टाल्दै भन्दा पुरै सकियो त्यो छैन हाम्रो त बिना नभत्किएर पुरै होइन मान्छे एउटा नमरन्जेलसम्म त्यो बनाउँदैन फेरि अर्को यहाँ फेरि खै कुनले हो यो भङ पारेर यहाँ यस्तो पारिदियो फेरि एउटाले बनाउँछ अर्कोले तोड्छ तोडमोड चलेको जिन्दगीमा अनि देश कसरी भन्छ त एउटा टक्रक्क अहिले यो फुटपाथ बनाउला नि अर्को आएर फेरि त्यो उखेल्न थाल्छ फेरि खै यिनीहरूको ठेक्काबट्टा पनि एउटाले बनाउने एउटा उखेल्ने हुन्छ कि जस्तो लाग्छ त्यो सबै डिपार्टमेन्ट्सहरू मिनिस्ट्रीहरू सबैले चाहिँ कोअर्डिनेसन गर्यो भने पो हुन्छ त एउटाले बनाउने अर्काले भत्काउने अर्काले बनाउने अर्काले भत्काउने गरेर कहाँबाट हुन्छ हाम्रो त्यस्तै चल्दा फेरि बनाउने भत्काउने ठ्याक्क राम्रो बनाएको 1 महिना पनि हुन्न अर्को आएर उकाइ थालिहाल्छ पल पारिदिइहाल्छ फेरि आज अलिअलि धमिलो भयो क्या हो पुरै मौसम क्लियर हुन्थ्यो त क्लियर छैन त के भयो अब तपाईँहरूलाई चाहिँ कस्तो देखियो क्यामेरामा होइन यसरी मौसम त राम्रो भयो सफा भयो काठमाडौँमा यतिको सफा भनेको धेरै राम्रो फेरि तर सधैँ के हुन्छ हुस्सो कुहिरो लागे जस्तै धुलोको घुस्लो सकियो अब अर्को ब्ल्याक होल यहाँनिर आउँछ फेरि जा बाबु जा गाह्रो छ खाल्डोमा पर्नुभन्दा त बिस्तारै जाँदा राम्रो नि ओए होए 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 ओए होए बाबू इधर देख के उधर चला उधर देख के इधर चला क्या कर रहा है अंदर छिर्दिहालौँ न भालै भएन हामीलाई हाय हाय सबैभन्दा बढी जाम हुने ठाउँ होला यार यो त आश घाम लाग्यो त हौ गर्मी भइसक्यो कछुवा फास्ट हिँड्ला तर यी गाडीहरू हिँड्दैनन् हो यहाँ यस्तो हुन्छ ठाउँ पाट्यो भने छिर्दिहाल्ने बालै भएन मित्र कसरी हुन्छ त यहाँ पनि के पल पारेछ अझ ए ऊ बनाउनु थाल्यो ट्राफिकको कति जाम हेर यो अफिस टाइममा जहिले यस्तै पुरै जलाइदिएको थियो जेन जाँदा पुरै बनाइदियो है नयाँ यार टाटा मोटर्सले यो र सिजीको चाहिँ ध्वस्तै पारिदिएको थियो केही पनि बाँकी राखेको थिएन सबै जलाइदिएको नयाँ बनाएको छ तेरी गर्मीले मर्न आँटियो हो कति गर्मी हुन्छ नि झन् तराईमा भएका मान्छेहरूलाई के हुन्छ होला हो कति धेरै जाम हो
खोल्यो खोल्यो के भएको जन्जिलो फुटाएर बनाइसकेको छ बच्चा दादा जाने नयाँ भवन जाम छ हो जाम छ सिंहदरबारतिर ल अहिलेको लागि चाहिँ यति भिडियो